हेलो नमस्ते वेलकम टु माई च्यानल अमृत महर्जन भिडियोग्राफी। आज चाहिँ हामी जमाचो हाइक जाँदैछौँ। हामी चाहिँ तीनटा बाइकमा 5 जना साथीहरू जाँदैछौँ। हामीले चाहिँ यात्रा सतुवालदेखि सुरु गर्यौँ र कलङ्की हुँदै अहिले जाँदैछौँ है त। अहिले चाहिँ हामी माछा पोखरी पुग्यौँ। अब लेफ्ट टर्न गर्ने। लेफ्ट टर्न गरिसकेपछि ककनी जाने बाटोतर्फ लाग्छौँ। त्यसपछि केही बेरमै हामी जमाचो हाइकको क्याम्पमा पुग्छौँ है त। ठाने गेट भदचियो ठाउँमा उखाल गेट बाइक घन्टे ल्याएर बाइक त्यहाँ मर्छ श्यामसौ ल यहाँबाट चाहिँ हाम्रो हाइक सुरु हुन्छ है जमाचोको। हाम्रो यात्रा सुरु जमाचो डाँडा। जमाचो गुम्बा चाहिँ तपाईँको यो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र नै पर्छ है। जमाचो डाँडाको हाइकिङ सुरु। हेलो मिस। हजुर मिस नमस्ते। म आज यता घुम्न आएको छु बालाजु मिस। भित्र मान्छे चिन्छ। हाइकिङ जारी छ। धेरै पछि आएको हाइकिङ चाहिँ। जिउले म चाहिँ चाहियो न आधार ठोक मजा नि मजा नि छ। उले जीवन हाइकिङ चाहिँ छाडे उकालो छ ल। पहिला सँगो नमर त्यहाँ धारे आन नमर आको बेसी त्याल जीवन नमर बिया ल हामी चाहिँ अब अझै 4 किलोमिटर भर्खर सुरु भएको हुन चाहिँ। अब जमाचो 4 किलोमिटर बाँकी छ। यहाँबाट अझै अघि बढ्छौँ हामी ल। एकदम जारी छ। चढ्दैछौँ उकालो। यिनीहरू चाहिँ बुस्या ठाउँमा सैनिक इलाका रे ल। मिलिट्री जोन नो इन्ट्री। ठाडो उकालो पछि अलिकति सम्म बाटो आएको छ। पानी पर्दाखेरि चाहिँ अलिक धेरै नै हिलो लास लागिरहेछ। हाउ यु फिलिङ रबिन सर? Feeling nice, yeah. ओ स्यामसौ बब्बाल चिलमा रहिम हो नि बालिन चिलमा भालो दुध छु स्वेटर अलि धेरै नै सम्म बाटो आयो ल ठाउँ। सब इन्ट्री गरेर जानु। यहाँ पनि इन्ट्री गर्नुपर्छ अरे ल। हामी पनि आराम गर्छौँ अब ल। क्या फेटो नि हालेर सारा फेट लुका बसौँ रेस्ट गरौँ ल एकछिन। कालो चढ्दैछौँ है तर ठिकै रमाइलो छ। फिलिङ गुड। जमाचो पुग्न 3 किलोमिटर बाँकी। आज शनिबार भएर सायद धेरै मान्छेहरू आउने छन् यता। फर्के पनि सके धेरै त।
तल गेटनिर झनै पार्किङ त कति हो बाइकको अझ कोही त सफारी गर्ने पनि छन् मान्छे धेरै छ आज घुमाउने यता जमाचो गुम्बामा जङ्गलको बिचमा अलिक साँगुरो बाटो आइरहेछ है यस्तो पनि बाटो आउने रहेछ ल जङ्गलमा रमाइलो हो फुर्किलो चढ्नुभन्दा बरु यस्तै बाटो सजिलो खुट्टा त दुख्दैन अझ 2 किलोमिटर बाँकी हामी 1 बजेदेखि हिँडेको भनेपछि 1.5 घन्टा चाहिँ हामी माथि चढिसक्यौँ है अझै मान्छेले भनेअनुसार चाहिँ अझै 1.5 घन्टा चाहिँ बाँकी छ हामी त्यो माथि जामाचो गुम्बासम्म पुग्नलाई वाक रमाइलो भइरहेछ हिँड्दैछौँ बिच बाटोमा अहिले अलि उकालो छैन सम्मसम्म बाटो छ है यसरी सम्म बाटो छ अहिले साथीहरू 3 जना अघि बढिसके हामी 2 जना पछाडि छौँ ल लेफ्ट राइट डाँडाको हाइटमा चाहिँ पुग्यो रमाइलो हैन फोटो खिच्नु पाए भइहाल्यो नि त्यो गाह्रो साह्रो बिर्सिहाल्छ एकछिन माथि पुगेपछि आनन्द र के रे भ्यू हेर्न पाएपछि मजाले सेटिस्फ्याक्सन हुन्छ भर्खर बिउ आयो भ्यू ल अहिले माथि टुप्पोमा त पुगेको छैनौँ तै पनि काठमाडौँ भ्याली यहाँ डाँडाहरू ल कति किलोमिटर बाँकी छ जमाचो 1 किलोमिटर लेफ्ट ल पुनः आँट्यौँ अब यो चाहिँ दामी छ है ल फोटो सेसन लिएर आउनु गाडीमा भनेर पठायो भेट्ला कि नभेट्ला यहाँबाट माथि जाने ठ्याक्कै पुग्यो हो हामी पुग्यौँ जमाचोको टपमा वाउले यार टप पानी पर्यो ल भिज्ने भयो हामी माछा डाँडाको पसलहरू खाने त धेरै हुन्छ नि तलबाट के ल्याउनु मिल्दैन जमाचो Sam, how was your hike? Nice. What's the experience? Stay number बाट 30 गोटा बिरुवाहरू हिमाल दृश्य स्तम्भको निर्माण भयो ल हेर्नु भयो नि त तपाईहरुले पनि ल काठमाडौँ भ्याली काठमाडौँ सहर हेर्दा लाग्छ अर्खर साला गीतै गीतको सहर माचो हाइटमा पुगिसकेपछिको खाजा है हो ल सँगसँगै अस्ने फोसो जो ल चटपट चना आलु सब मिक्स ब्ल्याक टी मिल्क टी तपाईं खाने हो भुच्चामा ड्राई वाला भुच्चामा चाहिँ बियो बजो हामी त 1 मिनेटको प्लानमा हैन कति मिठो मानी खानु होला साथीहरुले यो ल पहिले नेपिसँग या तपाईँ जानु
जमाचो टपबाटको भ्यू है यो चाहिँ सुन्दारा पनि धरहरा पनि देखिरहेछ यहाँबाट अनि यो डाँडा यता साइडको माछा पोखरीको माथिको डाँडा भयो जङ्गल भयो स्वयम्भू चाहिँ यहाँ छ धरहरा स्वयम्भू यता भयो यस मजाले देखिने रहेछ भ्यू चाहिँ र पनि ल फेरि ल चाखम त ढ्याम्बा लाएर पाल्नुको मान्छे है न सबै यो सोतुङ पाल्नु जानु हाउज इट त्यो पाल्नु गएको छैन चढ्दैछौँ बिस्तारैमा बिस्तारै नाइस भ्यू Oh, nice view. काठमाडौँबाट नजिक जमाचो गुम्बा चाहिँ धेरै राम्रो डेस्टिनेसन हो है हाइकिङको लागि एकचोटि तपाईहरु पनि हाइकिङको लागि आउनु होला Thank you for watching. Please do like, share and subscribe.